नमस्कार, मेरो नाम चाहिँ निरज याखा राई हो। म हाल अमेरिकामा छु। मैले हिजो अस्ति दिन इन्टरनेटमा जुन भिडियो भाइरल भएको छ, मैले त्यो कुरा हेरेको थिएँ र तँलाई भन्दैछु सीमा सुवेदी होस् कि जेसुकै होस्, तँलाई नेपालीहरू इन्डियामा गएर भाडा मरेको तल्लो स्तरको काम गरेको तैले जुन भनिस्, हामी जहाँ गए पनि पुर्खाले हामीलाई काम गर्नु सिकाएको छ। तँ जस्तो दुई चार ल्याप 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 बोल्नु सिकाएको छैन। नेपाली गोर्खालीलाई धेर नहेप। के को गोर्खे? त गोर्खे अरे? इन्डिया कहाँबाट गोर्खा भयो? इन्डियामा त्यो सुवेदी थर पनि चेन्ज गरिहाल तुरुन्तै। सुवेदी कसरी चाहिँ तेरो इन्डियन थर भयो? तातो नछारो बोल्छ। के म यहाँ अहिले अमेरिकामा आएको छु, कोही युकेमा छ, त्यो सबै नेपालीहरू अब आफ्नो देशलाई चाहिँ हेला गर्नु? के सोचेर तैँले भिडियो हालिसियो? तैँले अलिकति पनि तेरो दिमाग छैन कि? त मानसिक सन्तुलन हराएको केटी हो। हामीलाई मान्छे, छोरी मान्छेलाई इज्जत गर्नुपर्छ, हामीलाई पनि आउँछ। तर तँ जस्तोले गर्दाखेरि साला सबै कलङ्क भइसकेको छ, बुझिस्? तँलाई नेपालीहरू उयो अरे मागेर त खाएको छैन नि नेपालीहरू। हामी अमेरिकामा आएको छौँ, कोही साउदी कता जहाँसुकै हुनुहुन्छ, सबैले आफ्नो दुःख गरेर खाइरहेछ। तँलाई चाहिँ के नेपाली गोर्खा अरे, गोर्खाल्यान्ड अरे, गोर्खाल्यान्ड माग्छस्? कहाँको गोर्खा हो तेरो? तेरो बाउ आमाले त्यस्तै सिकाएको हो? गोर्खाल्यान्ड अरे। झन् राम्रोसँग सपोर्ट गर्नु छैन, उयो गर्नु छैन। नाना थरी नेपालीलाई भनेको छ त कि फेमस भएर हुनुलाई चाहिँ भिडियो अपलोड गरेको हो भने हो भन्, हामी फेमस गरिदिन्छौँ। गोर्खे भनेको यस्तो हुन्छ साला, रिस देखेको छैनस् होला तैँले, भेटेको छैनस्। त्यो आधी नेपाली आधी धोती मिसाउँदै गोर्खे नभन्। एकचोटि खुकुरीले खाएपछि थाहा पाउलास् के हो भनेर गोर्खे। त्यसरी कुनै पनि जात जाति आफ्नो उयसलाई त्यसरी भन्नुहुन्छ? जे पाए थिए त हामीभन्दा ठुलो होला, पढे लेखेको होला, तँलाई यही सिकायो बाउ आमाले? संस्कार के हो? संस्कारको कुरा अरे। कमेन्ट मैले हिजो पनि हेरेको थिएँ, संस्कार अरे। तिम्रो चाहिँ के संस्कार हो? तिम्रो चाहिँ के संस्कार हो? मागेर खाने हिँड्ने चाहिँ राम्रो कि काम गरेर खाएको चाहिँ राम्रो? जहाँ गएर भने हामीले काम गरेर दुःख गरेर हामी नेपालीहरू खाएको छौँ, इज्जत गर्व साथ भन्छौँ। जहाँ यो इन्डियामा गएर भाडा मोल्यो त के भयो? मागेर लुटेर त कसैले खाएको छैन नि। नेपालीहरू त सुवेदी थर पनि चेन्ज गर, त्यस्तै हो भने। तँलाई त्यति नै नेपालीसँग घृणा छ भने त्यो थरको नाम पनि हाल अरू नै इन्डियन थर हाल। नेपालीको इतिहास थाहा छैन भने, नेपाली उयो थाहा छैन के को तिमीहरू गोर्खा? इन्डियन गोर्खा भएर भुत्राको इन्डियन गोर्खा? कस्तो खालको इन्डियन गोर्खा हो यो? इतिहासमै नभएको कुरा चाहिँ इन्डियन गोर्खा भयो भनेर भन्नु मिल्छ? याद राख, गोर्खाली भनेको कस्तो हुन्छ के हुन्छ भनेर इतिहास पढ्नु आइज गोर्खामा। साह्रो यति नै भन्न चाहन्छु। अनि दार्जिलिङवासीहरूलाई पनि म के भन्नु चाहन्छु, आफ्नो माग राम्रोसँग माग्नुहोस्, तपाईँहरूले पाओस्। मेरो एकदम भगवानदेखि नै यही कृपा, तपाईँलाई माग पाओस्। तर गोर्खाल्यान्ड पाउँदैमा अर्को एउटा इन्टरभ्यूमा के अरे, नेपाल जस्तो गरिब अरे त्यो टोपी लाउने को नेता हो कि त को हो? डाइरेक्टै भन्दैछु, नेपाल जस्तो गरिब अरे। नेपाल जस्तो गरिब त्यो टोपी पनि फाल, कोट पनि फाल, त्यहाँनिर नेपाली भाषा बोल्नु बन्द। नेपाल गरिब देश अरे, कल्पना पनि सोच्नु सक्दैन। त्यो थर चाहिँ किन लेख्छौ तिमीहरू? त्यति साह्रो नेपाललाई उयो लाग्छ भने? हामीले त आफ्नै नेपाली हो भनेर त सपोर्ट गरिरहेछौँ त, गरिरहेथ्यौँ पनि। यस्तो खालको आफ्नो देश, आफ्नो भाषा, आफ्नो संस्कृतिमा आँच आउने कुरा लाग्छ भने हामी त्यो कदापि मान्ने छैनौँ। Especially this video was dedicated to के अरे त्यसको नाम? सीमा सुवेदी। याद राखिरा, त फेमस हुनुलाई हो भने
त्यो अर्काको उयसलाई आँच राखेर फेमस हुनु पर्दैन। अर्काको स्वाभिमान, अर्काको देशलाई ठेस पुर्याएर हुँदैन, तेरो भलो हुँदैन, याद गर। थ्याङ्क यू। भयो भयो।